हेलो गाइस, म आज गइरहेको छु ओपन गर्न 50 लिटरको प्युरिफायर है, कमर्सियल प्युरिफायर है। यो पनि मैले अस्ति 25 लिटरको गराएको थिएँ नि, सेम त्यस्तै हो, तर यसको क्यापेसिटी चाहिँ 50 लिटर हो है। यसको क्यापेसिटी 50 लिटर। हामीलाई 20-25 जना स्टुडेन्टलाई पानी खुवाउनु छ भने त्यो ठिक छ। अब 50, 60, 100 वटा छ नि, 100 वटा विद्यार्थीलाई खुवाउनु पर्यो भने हामीलाई यो 50 लिटरको राख्नुपर्छ है। यो अब तपाईँहरूलाई म देखाउँछु कस्तो छ हैन। भिडियो हेरिदिनु होला पुरै राम्रोसँग। गाह्रो छ, यसलाई पुरै कार्टुन निकाल्नुपर्छ है। तपाईँहरूको लागि मैले यो कार्टुन काटिदिन्छु है ल। यो भिडियो बनाउनलाई कार्टुन युज गरिदिनु लाग्यो म पुरै। यो ट्रान्सफरको आएको हुनाले हैन यस्तो भएको छ है। ठिक छ, त्यो अलिकति पुछेछ। 4 वटा आरो मेम्बर लाग्छ यसमा, 4 वटा आरो मेम्बर लाग्छ यसमा है। मोटर दुईटा हुन्छ, मोटर दुईटा हुन्छ यसमा है। पुरै ऱ्यापिङ गरेर देखाएको छु। चाबी एउटा हुन्छ, दुईटा मोटर छ है। यो 150 जीपीटी को मोटर। मेन हाम्रो यसमा हो है। 4 वटा मारम लाग्छ। यो त्यहीको पोस्ट कारण भएको है। यहाँबाट कनेक्टर निकालेर उता लगाउला। फिल्टर भएर पानीबाट आउने हो मेन। अनि रिजेक्ट वाटर चाहिँ यहाँबाट निस्कने। हेर्नुस् यसको फिटिङको सामान हो। स्क्रुहरू सबै छ है। राख्ने एउटा कभर छ है, कभर हो यो। हेर्नुस् यो फिल्टरको कभर है। यो कभर लगाइसकेर ठिकै सेट हुन्छ नि त यो। यसको कभर, यो यसको कभर हो। यस्तो राखेर हामी गर्दै भने यो चाहिँ एउटा दिएछ राम्रो है। यसमा टिपी क्यान्डल हुन्छ, हेरौँ है त खोलेर के छ। टिपी क्यान्डल छ, टिपी क्यान्डल छ एउटा। हेर्नुहोस् 20 इन्चीको जीसी कार्बन छ यसमा। सिटिङ छ, जीसी कार्बन हालेर रहेछ। टिपी क्यान्डल हाल्दो रहेछ है कम्पनीवालाले। म चाहिँ जीसी क्यान्डल हालिदिइहाल्छु यसमा। एउटा यो राखेर होइन चाहिँ आफैले यहाँ फिट गरिदिन्छु। यो सेम कम्पनीको हो है। ल ल भयो ल गाइस, यति नै हो है।
राख्नुपर्ने यति नै हो सबै फिट गर्ने यति नै हो है ल